हेलो गाइज वेलकम टु माई च्यानल। अनि आज चाहिँ म चाहिँ घुम्न हिँडेको थिएँ कि अनि सपिङ पनि गर्नु पर्यो भनेर अनि म चाहिँ यहाँ कहाँ आइपुगेँ। अनि म चाहिँ थोरै सानो सानो चाहिँ क्लिप लिएको छु कि भ्लग। अनि म चाहिँ हजुरहरूलाई पनि देखाउँदैछु। अनि म चाहिँ अहिले युके हो लन्डनमा। अनि लन्डनमा चाहिँ अनि प्राइमार्कमा चाहिँ म छु होइन। अनि मेरो हस्बेन्ड चाहिँ आइरहनु भएको छ सपिङ गरिसकेर। अनि म चाहिँ यता आफ्नो किचनको लागि चाहिने सामान थोरै अनि अलिकति चाहिँ टी सर्टहरू होइन किन्नु पर्यो भनेर आएको थिएँ। अनि मैले चाहिँ यता हजुरहरूलाई पनि देखाउँदैछु कि मलमा मैले चाहिँ कता कता जाँदैछु म चाहिँ। हजुरहरूले पनि इन्जोय गर्नु होला भिडियो हेरेर कस्तो लाग्छ। हेलो गाइज, आज चाहिँ म यहाँ पसल आएको होइन। मेरो बुढो चाहिँ उता सामान पे गरिरहनु भएको छ। अनि म चाहिँ यहाँ होम डेकोरको हेर्दैछु कि होइन कस्तो राम्रो राम्रो कस्तो राम्रो हो कि यहाँभित्र गरेको यो है। कुन मन पर्यो भन्नु होला। कस्तो राम्रो यो पनि। फुलको सजाउने रहेछ है। That is so cool. आज चाहिँ हामी अनि यो पनि कस्तो राम्रो के झुन्डाउने होला 18 पाउन्ड अरे। यता चाहिँ मलाई चाहिँ प्लेट र अनि उहरू चाहिएको थियो छोराहरू। कपहरू पनि कस्तो राम्रो राम्रो के कस्तो मन पर्यो। कपहरू पनि कस्तो मन पर्यो। हेर्नु न नभएको सामान भने केही छैन कि सब एकै ठाउँमा के सबै कुराहरू थियो। अनि फ्रेस पनि भयो होइन। अनि कहिलेकाहीँ छुट्टीको बेलामा रमाइलो पनि लाग्ने कि सपिङ गर्न जाँदा। मेरो हस्बेन्ड चाहिँ आउनुभयो कि मैले टी सर्ट पनि हेरेको थिएँ। अनि टी सर्ट पे गरेर आउनुभएछ। अनि मैले त देखाउनु त भनेर भनेको थिएँ। सिम्पल खालको टी सर्ट के काममा जाँदा लाउन भनेर मैले चाहिँ देखेको ल भयो जान्दा अरू सबै सामान चाहिँ मैले किनिसकेँ होइन। अनि म चाहिँ यताउता फेरि हेर्दैछु कि त नेलतिर पनि आएँ। अनि यसो के छ भनेर यसो हेरिरहेको थिएँ नेल पोलिसतिर नेलतिर। तर मसँग सबै थियो अनि त्यही भएर मैले चाहिँ खासै किनेन, जस्ट हेरेँ मात्र। यताउता हेरेँ होइन। हेलो गाइज अनि थ्याङ्क यू फर वाचिङ एन्ड यति नै हो। अनि अरू त